देशभित्र आन्तरिक रोजगारीको अपर्याप्तता नै वैदेशिक रोजगार विकल्पको रूपमा देखिएको विषय हो सबैभन्दा पहिला। तर यसो भन्दै गर्दा आम नागरिकले वैदेशिक रोजगार मात्रै विकल्प हो भनेर छुट पाउने अवस्था पनि छैन। राजनीतिक दलहरूले पनि त्यो छुट पाउने अवस्था छैन। त्यसकारणले आन्तरिक रोजगारको पर्याप्तताका निम्ति धेरै कामहरू गर्नुपर्ने चाहिँ अवस्थाहरू छन्। अब कहीँ हामीले जस्तो एफएनसीसीआई जस्ता संस्थाहरूका प्रतिनिधिहरूसँग कुराकानी गर्दै गर्दा हामीलाई लेबर अभाव भयो भनेर भन्नुहुन्छ उहाँहरूले। अनि वैदेशिक रोजगारमा चाहिँ हामीले के अरे वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या बढ्यो भनेर भनिरहेका छौँ। विकल्प नभएपछि बढ्नु स्वाभाविक हो। तर वैदेशिक रोजगारमा गएर सिप सिकेर फर्किएर आएका रिटर्नीहरूको व्यवस्थापनका निम्ति चाहिँ हामीले के गर्यौँ भन्ने प्रमुख चुनौतीको अवस्था देखिन्छ। हामीले के भन्यौँ पटक पटक भने वैदेशिक रोजगार व्यवसायी सङ्घ र एफएनसीसीआई जस्ता संस्थाहरू बीच एउटा समन्वय गरौँ। किनभने वैदेशिक रोजगारमा गएका कुन सिपमा गए र के सिप सिकेर फर्किएर आए त्यो डेटा हामीसँग हुन्छ। त्यस कारणले गर्दाखेरि पनि एउटा समन्वयकारी भूमिका हामीले खेल्न सक्यौँ भनेदेखि त्यो श्रम शक्तिलाई यहाँ खपत गर्न सकिन्थ्यो भन्ने चाहिँ एउटा अवस्था छ। वैदेशिक रोजगार व्यवसायी आफैले व्यवसाय प्रवर्धनका निम्ति सेन्जेन कोरिडोर विशेष गरेर वेस्टर्न बाल्कन्स र इस्टर्न बाल्कन्स कोरिडोरको व्यवसाय खोजेका छन्। तर राज्यको नीति अनिवार्य मागपत्र प्रमाणीकरण जुन बनाइएको छ त्यो नीतिका कारणले गर्दाखेरि त्यो क्षेत्रमा हामीले वैदेशिक रोजगारमा मान्छे पठाउन सकेका छैनौँ। विशेष गरेर हामीले बुझ्नुपर्ने कुरा कहाँनिर छ भने हाम्रो वैदेशिक रोजगार ऐन बन्दाखेरि चाहिँ ट्रेडिसनल डेस्टिनेसनलाई हेरेर ऐन बनेको छ। राइजिङ डेस्टिनेसनका विषयमा ऐनले परिकल्पना गरेन। त्यस कारणले गर्दाखेरि पनि यो मागपत्र प्रमाणीकरण सुचारू गर्दा अथवा यसको सहजीकरण गर्दाखेरि धेरै हदसम्म यो क्षेत्रको व्यतिथि हट्छ। किन भन्दाखेरि नेक्स्ट टु द गभर्मेन्ट वैदेशिक रोजगार व्यवसायीले इजाजत पाएका छन् वैदेशिक रोजगारमा श्रमिक पठाउने। तर अहिले त्यो कोरिडोरमा जापानको एसएसडब्ल्यू, इस्टर्न वेस्टर्न बाल्कन्स कोरिडोर र सेन्जेन कोरिडोरमा गैर व्यवसायीहरूको गैर कानुनी तरिकाको संलग्नता छ भनेपछि थिति बसाल्न सक्ने त अवस्था देखिँदैन। त्यस कारणले गर्दाखेरि यो मागपत्र प्रमाणीकरण एउटा छ र हामीले पटक पटक भनिरहेको सेवा शुल्क व्यवस्थापनका विषयमा हामीले कुरा गरिरहेका छौँ। वैदेशिक रोजगारमा जाने एउटा श्रमिकको शुल्क निर्धारण गरौँ। शुल्क निर्धारण गऱ्यौँ भनेदेखि कमसेकम एउटा नागरिकले चाहिँ म वैदेशिक रोजगारमा जाँदाखेरि मैले यति पैसा खर्च गर्नुपर्ने रहेछ भन्ने कमसेकम भाष्यको निर्माण हुनसक्छ। अहिले त स्वास्थ्य परीक्षणको पैसा पनि वैदेशिक रोजगार व्यवसायीले लिए भन्ने भाष्य निर्माण भएको छ नि त। त्यस कारणले गर्दाखेरि यी केही नीतिहरू चाहिँ अविलम्ब हामीले परिवर्तन गर्न सक्यौँ राज्यका तर्फबाट राज्यले सोच्न सक्यो भनेदेखि कमसेकम ती वैदेशिक रोजगारमा जाने श्रमिकहरूले न्याय पाउँथे। हामीले भनिरहेका छौँ राज्यको नीति अनुसार 7% देखि 10% वैदेशिक रोजगारमा गएका छन्। त्यो 93%लाई न्याय गर्नका निम्ति सेवा शुल्क व्यवस्थापन र मागपत्र प्रमाणीकरण हो। यति विषय चाहिँ राज्यले सोच्नुपर्छ। युरोपका सन्दर्भमा अब खोल्ने विषय खुलेकै छ। ती डेस्टिनेसन कन्ट्रीहरूले श्रमिक मागेकै छन्। अझ ती डेस्टिनेसनहरूमा त नेपालीहरूको चाम यति धेरै ठुलो छ कि तपाईको चाहिँ हाम्रा प्रतिस्पर्धी मुलुकहरूका धेरै मुलुकहरूबाट उहाँहरूले प्रतिबन्ध लगाएका छन्। सकेसम्म नेपाली लिन चाहन्छन् त्यो क्षेत्रमा। तर मागपत्र प्रमाणीकरण हुन सकेको छैन। खुलेको छ, पठाउन सकेका छैनौँ। अब माननीय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीज्यूले रोमानिया र जर्मनसँग अस्ति गएर श्रम सम्झौता गर्नुभएको छ। तर मान्छे पठाउन सकेका छैनौँ। किन भन्दा मागपत्र प्रमाणीकरण हुन सकेको छैन। त्यस कारणले गर्दाखेरि यो मागपत्र प्रमाणीकरण कार्यविधि 2080 जुन जारी भएको थियो त्यसको कार्यान्वयन के ल्याउनु पर्यो कि त परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर त्यहाँ हाम्रा भएका कूटनीतिक नियोगहरूलाई परिचालित गरेर त्यहाँ श्रमशक्ति थपेर त्यो क्षेत्रको मागपत्रहरू प्रमाणीकरण गर्न सुरु गर्नु पर्यो। हामीसँग विकल्प छैन।